you, baby? Shark हो त्यो? Hello everyone, Jojulapa, welcome back to my channel. आजको यो भिडियो चाहिँ छोटो छ। अस्ति हामी फर्स्ट डे जू घुम्न गएको बेलाको इभिनिङको हो। सो इन्जॉय। सिंगापुर एसी अन्डरवाटर फिश टनेल जहाँ आफू टनेलभित्र चिरेर विभिन्न आकर्षक माछाहरूलाई निहाल्न सकिनेछ। सुनामी 360 भाइरो 3 मा चढेर हामी चाहिँ फिश हेर्न आइरहेछ। फिश यहाँ चाहिँ ट्याङ्कमा छ भनेर लाइक रिभ्यू त राम्रो थिएन त्यही पनि ल लेट्स सी भनेर एक्सपेक्टेसन भर्सेस रियालिटी हुने भयो जस्तो छ। के हो बेबी? फिश बेबी शार्क डु 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 बेबी शार्क डु फिश फिश यो के महोत्सव के मेला हो यो नि हेरेन भाइ। हामी त यतिकै फिस हेर्न छिर्यो। बुढा याद छ थाइल्यान्ड अन्डर वाटर फिस हेर्ने भनेर गएर हेर्न पाएनौँ। केही होइन यो बेबी बेबी शार्क गर्दैछ। बेबी शार्क वाउ खै त अनि फुल होइन त्यो ए होइन छ कि छैन भनेर म चाहिँ भ्लग चाहिँ बनाउने रहेछ नबोल्ने रहेछ क्या। त्यो के बोल्दैन रहेछ के भाला बोल्दै बिर्सिने रहेछ क्या बोल्नलाई। अब यस्तो घाइमा त बोलेको नि केही सुन्दैन ला यो ट्याङ्क त खाली रहेछ। सबैजना हेर्दैछ के छ यहाँ? वाउ त केही छैन पल्सा माथि हेर फिस पल्साले देखाइदिनु न। बेबी शार्क गर्दै बसेछ। बेबी शार्क डु 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 गर्दै वाउ भन्दै
तपाईँ के फिस हो रे? मेरो बुढाले नामकरण गर्दै नाइट लाइफ मुन अनि मेरो लाइफको सन एन्ड मुन चाहिँ यहाँ छन् स्टार सन मुन सबै Baby, the wheels on the bus goes round and round. Oh God. कस्तो डेन्जरस के यो त अपसाइड डाउन सबै हुँदो रहेछ Oh God! कस्तो